गाइस सबैजनालाई यो मेरो नेक्स्ट भ्लगमा हार्दिक स्वागत गर्न चाहन्छु यहाँहरूलाई र आज चाहिँ हामी सुकुटी प्रदेश टिकापुर नगरपालिका टिकापुर पार्कमा चाहिँ हामी घुम्न आएको छौँ हैन। हाम्रो अर्को सर पनि आइपुग्नु भएको छ भर्खरै। त्यो बिहानको चाहिँ हामी चिसो खाँदै हाम्रो खान सामुदायिक लघु वित्तीय संस्था लिमिटेडको चाहिँ सम्पूर्ण स्टाफहरू चाहिँ हामी आइराखेका छौँ हैन। देख्न सक्नुहुन्छ अस्तिको भिडियोमा चाहिँ मेरो क्यामेरा राम्रोसँग लगाउन नजानेर त्यति राम्रो आएको थिएन भिडियो। सो यो भिडियो चाहिँ अब के कस्तो हुन्छ भिडियो चाहिँ अन्तिमसम्म हेर्ने प्रयास गर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हैन। मेरो सर भर्खरै आइपुग्नु भएको छ देख्न सक्नुहुन्छ। यो ओठोमा त अटोमा पछाडि यता पछाडि एकदमै रमाइलो हुनेवाला छ आजको भिडियो। के कस्तो लाग्छ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला होइन। भिडियो चाहिँ एकदमै रमाइलो हुनेवाला छ आजको हामीको होइन। आजलाई चाहिँ यहाँ अब सामानहरू आइसकेको छ पिकनिकको लागि होइन। अझै पनि आउँदै हुनुहुन्छ सर। हेलो गाइस, सबैजनाले च्यानल के गर्ने लाइक सब्सक्राइब सामानहरू आइसकेको छ। अझै पनि आउँदैछ होइन तरकारीहरू। धेरैजना आइराख्नु भएको छ होइन। टिकापुर पार्कमा छौँ आज चाहिँ हामी। अन्य बाँकी लाग्छ यता चाहिँ यता चाहिँ हाम्रो मिसले के काटिराख्नु भएको छ, प्याज काटिराख्नु भएको छ मिसले चाहिँ होइन। गाइस सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब ठुलो गरिदिउँ गाइस होइन। गाइस यहाँ चाहिँ फेरि हाम्रो दिदी आइसक्नु भएको छ होइन। गाइस सबैजनाले च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिउँ गाइस होइन। हाम्रो दिदी मिस दिदी ओके ल सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्नु नि त। सो गाइस होइन यहाँ चाहिँ हाम्रो खसी काट्ने कार्यक्रम भइराखेको छ। हाम्रो अनुगमन सर हुनुहुन्छ यता चाहिँ होइन। भइराखेको छ होइन। हाम्रो चाहिँ खसी काट्ने कार्यक्रम भइराखेको छ यहाँ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला के कस्तो लाग्छ होइन। यहीँ काट्ने हो। सो गाइस हाम्रो चाहिँ खसिरहेको छ होइन। सर आउनु न किन पछाडि म छर्किदिन्छु यार पूजा र मछली पानी छर्किनु अहिले गाई अलिअलि हालिदिनुपर्छ क्या। कम्लो हुने भयो क्या। मान्यो सर मान्यो। सो गाई छैन खसी काट्ने खुट्टा सर थोरै त्यो भाँचेर राखिदिनु न तल भुइँमा राखिदिनु न थोरै घाँस भाँचेर। घाँस खान्न घाँसले थाहा पाइन्छ। नै सर हल्का सर धेरै जनतालाई हेरिरहेको छ नि सबै।
ढुक्कसँग है सर राम्रो भइहाल्छ कि एकैछिन काम गर्यो त्यो अलि छोटो बनाउनु न आरामसित है सर इज्जतको सवाल छ सर भाइ 1 घन्टा लाग्छ चिन्ता नगर न यार हो तिलक जिल्ला अहिले आइडिया आयो उल्टो लिएर हिँड्छ यार परात पनि यार भएन परात पनि उल्टो लिएर हिँड्छ यार भाइ के हो यार उल्टो भाग्नु छ त यार मुख लिएर जानु भयो सर अनि ल सर गुड गुड एकचोटिमा भयो अरे यार ल अनिमा सबैको एकदम पर्दैन भन्नु भयो सर गिलास छ किन धारोवाला गिलास भयो गिलास खोजेको सरले याद चाहिँ मेरो भाइले के गर्न लाग्नु भएको छ भाइ त्यो उता आगो बाल्ने होला कि के गर्ने अनि खरानी किन हाले त खरानीमा हाल्छ नि खतरो के खिलाडी हुनु भएको छ भाइ आज धेरै राम्रो देखिनु हाम्रो खसी बनाउने कार्यक्रम भइराखेको छ गाइज होइन खसी ओहो मेरो भाइरल भइजाउँ मेरो भाइहरू तिलक सर को जानिदिनु सरको ब्लगमा ताप्नु न चिसो बाउला हेलो गाइज रिफ्रेस बिहानको चिया खाने कार्यक्रम भइरहेको छ बिहान पनि के भन्नु 11 बजिसकेको छ होइन सबैजनाले च्यानललाई लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गरिदिनु होला होइन यही हो यहाँ चाहिँ अब एकदमै रमणीय ठाउँ छ सो यहाँ चाहिँ हाम्रो मिसहरू होइन आउनुभएको छ नमस्कार है कस्तो लाग्यो तपाईँलाई आउँदै गर्दा बाटोमा एकदम गाई छ होइन यहाँको चाहिँ ठाउँ चाहिँ एकदम रमणीय छ तर पनि यहाँको बाटो एकदम धुलो धुवा होइन सो सबै रहेको छ यहाँ चाहिँ हाम्रो ब्यानर होइन हेलो सबैजनाले लाइक सेयर सब्सक्राइब कमेन्ट होइन के हुन्छ त्यो सबै गरिदिनु होला भन्नु त भनिदिनु मैले भन्छ क्या हुन्छ लाइक कमेन्ट सेयर सबै गरिदिनु होला सबैले माया गरिदिनु होला है यहाँ अन्त चिसा मिस झन् भाइरल हुन्छ मिस के भन्नु न खानैकै लागि आएको गाई छैन खानुपर्छ
यो भुटन होइन भुटन हाम्रो हाकिम सरले चाहिँ यता पकाउँदै हुनुहुन्छ आजको अहो क्या दामी छ यार यता फेरि माथि पाकिराखेको छ यहाँ चाहिँ सबै रेडी भइसकेको छ होइन पुलाउको लागि हाम्रो साउन्ड सिस्टम पनि पहिला थाहा छैन है गाइस रोस्टा
सो गाइज हाम्रो चाहिँ अब लास्ट खाना रहेको छ होइन साथीहरू सरहरू चाहिँ सरहरू मिसहरू यसरी बसेर खाना खाँदैछौँ हामी हाम्रो आजको लास्ट खाना दिदी खाना मिठो छ धेरै खानुभयो नि सबभन्दा खन्चुवा चाहिँ भइ हुनुहुन्छ गाइज होइन खन्चुवा आज धेरै खानुभयो माथि माथिको थोरै राखिदिनु त थोरै बस खै मिसो त आउनु सो गाइज ल चाहिँ म चाहिँ खानातिर लागेँ है हामी एक आपसमा साथी हौँ संस्थाका हौँ र समान छौँ भन्ने हिसाबले आजको यो पिकनिकमा जोइन भएका छौँ सँगै हाम्रो सबै हाम्रो इलाका कार्यालय अन्तर्गत चाहिँ उपस्थित सम्पूर्ण साथीहरूलाई धन्यवाद त्यसैमाथि धेरै विशेष धन्यवाद यो हाम्रो कार्यक्रम आयोजना गर्दै गर्दा हामीले संयोजकको रूपमा जिम्मा दिएका थियौँ हाम्रो यो कार्यक्रमको संयोजक कृपया विनोद सरलाई थोरै अगाडि 2 पाइला अगाडि मात्रै आएर विनोद सरलाई धेरै धेरै धन्यवाद विनोद सरसँगै यो दुर्गौली शाखाका सबै साथीहरू उहाँलाई पनि ताली बजाउनुपर्छ दुर्गौली शाखाका सबै साथीहरू यति धेरै मिहिनेत गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद बडाताल शाखाको शाखा प्रमुख अनि पकौडाको शाखा प्रमुख अनि कुलपुरको शाखा प्रमुख छ अरू मैले सायद कुनै छुट्याए जस्तो लाग्दैन है सबैलाई धेरै धेरै धन्यवाद होइन किनभने म यति मात्रै बुझ्छु कि हाम्रो आत्मीयताले नै मात्र आज हामी आएको हो भोलि यो कुरा हामी भित्र सोध्छौँ हामी साथी थियौँ साथी जिम्मा दिन्थ्यौँ अरू साथीहरू सहयोग गरेर म यसरी म्यानेज गरिरहेको छु भनेर डटेर काम गर्नुभएको थियो उहाँलाई एकदम धेरै धेरै धन्यवाद सँगै उहाँ विनोद सरलाई सहयोग गर्ने दुर्गौलीका साथीहरूलाई धन्यवाद भन्दै सबै साथीहरूलाई शाखाको शाखा प्रमुख फेरि कर्मचारी शाखामा गएर सबै कर्मचारीहरूलाई धेरै धेरै धन्यवाद म आज खुसी छु किनभने केही पुराना साथीहरू भेटिरहेको छु होइन केही नयाँ साथीहरू भेटिरहेको छु अन्यथा नमानेको पिकनिक हो हामी सँगै छौँ भन्ने हिसाबले यहाँबाट लिएर जानुहुनेछ र फेरि अलिक अप्ठ्यारो कुरा भोलिबाट चाहिँ आइतबार हो काम गर्नुपर्छ भन्ने हिसाबले हामी छोड्दैछौँ अन्य सरले के भन्न छ भने भन्नुहोस् त्यस पछाडि हामीले विनोद सरलाई के कुरा भनौँ है अन्य सरले केही भन्न छ भने भन्ने अनि विनोद सर धन्यवाद सर धेरै कुरा सरले भनिसक्नु बारम्बार चाहिँ यहाँले उल्टो कुरा कतिपय साथीहरूले अब हतार पनि छ त्यो सबै चाहिँ मैले भोगेको कुरा भन्दैन सरले चाहिँ अघि खाना खानुभन्दा अघि एउटा कुरा भन्नुभएको थियो होइन खाना खाँदै एकजना सरले चाहिँ एउटा गीत गाउनुहुन्छ र त्यसमा चाहिँ सोधनाले गरमलाई भन्ने कुरा थियो होइन तर अहिले पनि चाहिँ सरले 3टा गीत भन्नुभएको छ मैले 3टा त सक्दिनँ होइन 3टा मध्ये चाहिँ एउटा गीत मसँग छ अनि किनभने चाहिँ हिजो गीत स्लोमा छ त्यसमा चाहिँ हल्का सबैजना चाहिँ यसो भनेर साथ दिनु होला त्यसलाई चाहिँ म अहिले विनोद सरप्रति कुरा चाहिँ प्रस्तुत गरेर थोरै नपुग्नु होला प्रयोजन साथीहरू होइन र सरले भन्दा भन्दै पनि मैले पनि भन्नुपर्छ एकपल्ट फेरि सबैजना चाहिँ यहाँ उपस्थित हुने सम्पूर्ण साथीहरूमा चाहिँ धेरै धेरै धन्यवाद है हस् धन्यवाद र सबैलाई नमस्ते है फेरि पनि र आज यस
मनोरञ्जन कार्यक्रममा चाहिँ सबैले उपस्थित भएर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै कमजोरीहरू चाहिँ भएको छ, मैले पनि त्यो बुझेको छु, तर त्यसलाई चाहिँ स्वीकार गरिदिनु होला होइन। आगामी दिनमा पनि अझ यस्ता कार्यक्रमहरू हामीले गरेर चाहिँ सुधार्दै जाने होइन। केही कति कमजोरीहरू भयो भने अलि समयमा पनि हामीले खास भनेको 3 बजे चाहिँ छोड्ने योजना थियो, तर अलि ढिला भएको कारणले चाहिँ त्यो पनि अलि हामी पछाडि भएका छौँ। र विशेष गरी चाहिँ म धन्यवाद दिन चाहन्छु अनुगमन सरलाई चाहिँ, किनभने उहाँले चाहिँ अब पिकनिकको आयोजना गर्नुपर्छ भन्ने एउटा प्लानिङ बनाउनु भयो र त्यसको जिम्मा चाहिँ मलाई दिनुभयो। र पहिले चाहिँ हामीले खास भनेको 6 गते राख्ने योजना थियो, तर अलि कारणवश हामीले त्यो समयमा गर्न सकेनौँ र अलि त्यति बेला चाहिँ सबै अलि व्यस्तता भएको कारणले र यो हप्ता चाहिँ हामी अब पिकनिक गर्न चाहिँ सफल भएका छौँ। र अर्को बेसको कोलपुर र ककौरा बेसकोलाई पनि, ककौरा ब्रान्चलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने अब हामी अलिकति कम छौँ कर्मचारी र अब गर्ने कि नगर्ने पनि एउटा प्लानिङ भएको थियो र पछि उहाँले सपोर्ट गर्दाखेरि चाहिँ हामी आयोजना गर्न चाहिँ आज सक्सेस भएका छौँ। र फेरि पनि सम्पूर्णलाई विशेष धन्यवाद दिँदै सुनिदेऊ तिमी
सबैजनालाई बिदा गर्दै यो मैदानलाई बिदा गर्दै आजको यो क्षणबाट आजको यो रमाइलो दिनबाट चाहिँ हामी बिदा हुँदैछौँ। सो सबैजना चाहिँ हामी अब आफ्नो गन्तव्यतिर लाग्दैछौँ। आज एकदमै धुलो धुइरोको कारणले गर्दा चाहिँ रुखफ्री लागेको छ होइन। सो आज चाहिँ एकदमै रमाइलो भयो। जे जस्तो भए पनि हाम्रो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। सो एकदम रमाइलो भयो आज होइन। अब सबैजना छुट्टिसकेको छौँ हामी चाहिँ आफ्नो गन्तव्यतिर। हामी चाहिँ यो निस्किसकेको छौँ। यो गेट चाहिँ छिर्ने गेट, यहाँ चाहिँ 50 रुपियाँ टिकट लाग्छ एकजनाको भित्र छिर्नलाई, भित्र बस्नलाई चाहिँ दिनभरिको। एकदम रमाइलो भयो आजको यात्रा चाहिँ। पिकनिक आजको पिकनिक होइन हाम्रो एकदम रमाइलो भएको छ। एकदम धुलो धुइरोले गर्दाखेरि चाहिँ रुगा लागेको छ होइन।